बनाइरहेका छौँ। त्यसैले पार्टीको अधिवेशन पनि हामी 2083 साल मङ्सिरमा गर्ने भन्ने हाम्रो सोचाइ थियो। ती अवधिको हामी छलफल गरिरहेका थियौँ। यो चुनाव कुनै क्यालेन्डरको चुनाव होइन, यो क्यालेन्डर भत्काएर आएको चुनाव। भाद्र 23 र 24 गतिले थुप्रै कुराहरू भत्काइयो। त्यो मध्ये त्यसले एउटा हाम्रो चुनावको क्यालेन्डर पनि भत्काइयो। एकैपल्ट चुनावलाई तानेर सालेर अगाडि लिएर आइयो। हामी संसदको ठुलो पार्टी छौँ। अहिले हामी संसदमा जान प्रयासरत छौँ। सरकारलाई एकैपल्ट भुइँमा ल्याइयो। भाद्र 23 मा के भएको थियो, भाद्र 24 मा के भएको थियो, कसरी भएको थियो, त्यसका बारेमा छुट्टै छलफल गर्न सकिन्छ। भइ पनि रहेको छ, भोलि पनि हुन्छ। तर एउटा कुरा हामी सबैले मान्नुपर्छ, 23 र 24 गते सडकमा उत्रिएका नागरिकहरू वा सडक नआइकन घरबाट उत्रिएका नागरिकलाई होस्टेलमा ऐसे गरिरहेका तिनका अभिभावकहरू हुन्। सबैले भनेको कुराको एउटा सार के हो भने देश जसरी चलिरहेको छ ठीक चलिरहेको छैन। देश जसरी चलिरहेको छ यसरी चलेर हुँदैन। देश चलाउनेहरूको मति पनि ठिक भएन, देश चलिरहेको गति पनि ठिक भएन। यो कुरा बदलिनुपर्छ। यो कुरा बदलिएन भने हामी यसलाई स्वीकार गर्दैनौँ। व्यक्त भएको भाव त्यही नै थियो। यो भावलाई अब कसरी ग्रहण गर्ने, कसरी लिने, हामी सबैको लागि प्रश्न थियो। नेपाली कांग्रेस पार्टीभित्र हामीले एउटा बहस चलायौँ। पार्टी के हो? पार्टी भनेको औजार, परिवर्तनको औजार। बिपी कोइराला भन्नुहुन्थ्यो, यो औजारले यदि आफ्नो महत्त्व बुझ्यो र समयअनुसार चल्न सक्यो भने, बल्ल त्यो नागरिकको मन छुन सक्यो, स्पन्दन बुझ्न सक्यो भने मात्रै यसको सान्दर्भिकता रहन्छ। अब सान्दर्भिकता रहँदैन। समयको आवाजलाई बुझ्नुपर्छ, नागरिकको मनलाई बुझ्नुपर्छ। समयको त्यो आवाज त्यो भइसकेपछि, नागरिकको मन भइसकेपछि हामीले त्यसलाई सुन्यौँ मात्र होइन, स्वीकार्यौँ मात्र होइन, हामीले त्यसमा एक्ट पनि गर्यौँ, काम पनि गर्यौँ। र हामीले भन्यौँ देश बदल्छु, देश बदलिनुपर्छ, देश बदलियोस् भन्नुको लागि त्यो बदल्ने जिम्मेवारी लिएको औजार पहिला आफै बदलिनुपर्छ। त्यो औजार बदल्यो भने मात्रै बदलेको औजारले बल्ल नयाँ परिणाम दिन सक्छ। त्यसैले नेपाली कांग्रेसभित्र हामीले एउटा जोखिम उठायौँ, एउटा सङ्कल्प गर्यौँ, हामी पहिला यो औजार बदल्छौँ। र नेपाली कांग्रेस पार्टी हामी बदलेर आज देश र नागरिकका बीचमा उभिएका छौँ। यो बदलिनु भनेको के हो? कांग्रेस पार्टीको नेताको अनुहार बदलियो त्यस कारणले गर्दा कांग्रेस बदलियो होइन। अनुहार बदलिएको कुरा सामान्य प्रक्रियाको कुरा हो, अनुहार बदलेको होइन। नेपाली कांग्रेस पार्टी आजको दिनमा यसको सोच बदलिएको छ, यसको संकल्प बदलिएको छ। अब यसको